बनाउनु भएको छ, हामीलाई कलेजमा समयमा ल्याइपुर्याउनु भएको छ र हाम्रो शैक्षिक वातावरण निर्माण गर्नको लागि विशिष्ट योगदान गर्नुभएको छ। सम्पूर्ण दिदी दाइहरूलाई, पानीदाइहरूलाई, ड्राइभरदाइहरूलाई र आया दिदीहरूलाई सम्पूर्णलाई म हार्दिक धन्यवाद दिन चाहन्छु र यो कार्यक्रममा स्वागत गर्न चाहन्छु। आजको दिन इतिहासमा एउटा विशेष दिन हो जहाँ हामी दुईटा अनुभव एकैचोटि गरिरहेका छौँ। एकातिर हामी कक्षा 12 का भाइ बहिनीहरूलाई हामीबाट थोपल्छ काला पठाउँदैछौँ र विदाई गर्दैछौँ भने अर्कातिर हाम्रो नयाँ हिजोसम्म हाम्रा अन्जान भाइ बहिनीहरूलाई हामीसँग जोडेर एउटा नयाँ इतिहास गर्दैछौँ। यस्तो दुईको दोस्रो घडीमा हात हामी उठेका छौँ र यो कार्यक्रममा उपस्थित भएर तपाईँ सबैसँग फेरि एकपल्ट यसरी भेटघाट गर्न पाउँदा हामी अत्यन्त हर्षित भएका छौँ। कलेज व्यवस्थापन समिति र कामधेनु एकाडेमी प्रणाली दुवै अत्यन्त हर्षित भएका छन् र आजको यो कार्यक्रम यस रूपमा आयोजना गर्ने हाम्रा कक्षा 12 का भाइ बहिनीहरूलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। यति राम्ररी सुरक्षित तरिकाबाट कार्यक्रम सञ्चालन गर्नुभएको छ। यही कार्यक्रम गर्ने वातावरण हिजोका 12 का भाइ बहिनीहरूले गरेका थिए। उनीहरूले जुन खालको बाटो देखाइदिए, जुन खालको इतिहासमा चाहिँ त्यो इतिहासको पदचिह्नलाई पछ्याउन आजका 12 का भाइ बहिनीहरू सफल भएका छन्। र यसै गरी म कक्षा 11 का भाइ बहिनीलाई पनि के भन्न चाहन्छु भने यो पदचार यो उहाँहरूको छाप भोलि पनि अत्यन्त हर्षोल्लासका साथ तपाईँहरूले कार्यान्वयन गर्नुपर्नेछ, यसलाई अगाडि बढाउनुपर्नेछ। त्यसका लागि आज कहाँ के कमजोरी भए, कहाँ अझै गर्नुपर्ने हुन बाँकी छ, यी सम्पूर्ण कुराहरूलाई अत्यन्त गम्भीरतापूर्वक हेरेर यो कार्यक्रम आयोजना गर्दाखेरि हामीले के कुरा ध्यान दिनुपर्ने रहेछ भन्ने कुराको तपाईँले अत्यन्त गम्भीरता साथ हेर्नुहुनेछ र आगामी दिनमा विभिन्न कार्यक्रमहरू अझ भव्य बनाउनुपर्छ भन्ने मैले सोचेको छु र मैले मानेको छु। र क्याम्ब्रिज एकाडेमीमा तपाईँहरूलाई हामीले 11 का भाइ बहिनीलाई स्वागत गर्दा र 12 का भाइ बहिनीलाई बिदा गर्दाखेरि सधैँभरि एक प्रकारको एउटा जिज्ञासा र एउटा डर रहिरहन्छ। कक्षा 11 मा आउने भाइ बहिनीहरूलाई हामीले उनीहरूको स्कुलको जस्तो वातावरण दिन सक्छौँ कि सक्दैनौँ भन्ने एक खालको सधैँभरि मनमा त्रास र यहाँबाट पास भएर गइसकेका भाइ बहिनीहरूले अर्को कलेजमा हामीले त्यो वातावरण पाउने हो कि होइन भन्ने कुराका के दुईटै कुराको पेटमा हामी सधैँभरि रहिरहन्छौँ। तर मलाई गर्व छ हामी जे कुरा चिन्ता गरे पनि हाम्रा भाइ बहिनीहरूले अरू कलेजमा गएर जुन खालको प्रतिभा देखाउनुहुनेछ, जुन खालको शैक्षिक वातावरण क्रिएट गर्नुहुनेछ, त्यसका लागि हामीले दिएको पेसले उहाँलाई अवश्य पनि सहयोग गर्नेछ। र नयाँ आउने भाइ बहिनीलाई पनि हामी उहाँहरूले हिजो जस्तोसुकै वातावरण स्कुलमा पाए पनि त्योभन्दा राम्रो वातावरण हामी सृजना गर्न सक्छौँ त्यो विश्वास हामीसँग छ। किनभने जुन शिक्षकको टिम हामीसँग छ, जुन व्यवस्थापकको टिम हामीसँग छ, जुन कर्मचारीहरूको टिम हामीसँग छ, जुन आयातिहरूको टिम छ, जुन के अरे कागजारीहरूको हामीसँग टिम छ, ती सबै टिमको सामूहिक प्रयासले क्याम्ब्रिज बनेको छ र यो क्याम्ब्रिजलाई अझ राम्रो क्याम्ब्रिज बनाउनको लागि तपाईँ सम्पूर्ण भाइ बहिनीहरूको पनि दायित्व रहनेछ र त्यसमा तपाईँ